आज बिहान बिहान गरम पनि हेर्नु नि कस्तो भएको छ। आज गरम मौसम कस्तो गरम छ बाफरे। योपालि त झन् गरम हुने रहेछ। यहाँ मेरो दिदीको छोरी रिल्स बनाउँदैछ। दिदीको छोरी र नातिनी दुईजना भएर एकदम रिल्स बनाइरहेछ। रिल्स बनाउँदै बसिरहेछ दुईजना चाहिँ हो। रिल्सहरू बनायो। अनि म चाहिँ एकछिन मङ्गलबार जाने काम थियो सिम निकाल्नुलाई। मेरो साथीलाई चाहिँ सिम चाहिएको थियो भनेर भन्दै थियो। अनि उसलाई चाहिँ मैले सिम निकालिदिनु गएको। अनि उसलाई चाहिँ एकदम जरुरी परेर सिम निकालिदेऊ ल भनेको थियो। अनि हुन्छ भनेर म चाहिँ सिम निकाल्नु गएको थिएँ। यहाँ चाहिँ अनि आधार कार्ड दिएर फिङ्गरप्रिन्ट लगाएर सिमहरू निकाल्दै थियो। अनि साथी हो हिजोको भिडियोहरू कस्तो लाग्यो तपाईँहरूलाई मन पर्यो होला। सपिङ भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। अनि सपोर्ट पनि गरिदिनु होला। भ्युअर्सहरूले लाइकहरू पनि गरिदिनु होला। अनि यहाँ चाहिँ छोरीले आइसक्रिम खाने भनेर थियो। अनि छोरीलाई आइसक्रिम किनिदिएर म पनि कस्तो छ आइसक्रिम खानु पऱ्यो भनेर हेर्दै थिएँ। अनि इभिनिङ भयो। इभिनिङमा चाहिँ म चाहिँ वाकमा गएको। म त कुदेर पर पुगेको त बेसो फर्केर हेर्छु त दुईजना बोजू छैन मेरो साथीहरू त। भरे त दुईजना त एकदम निङ्रो पो टिपिरहेको रहेछ। हेर्नु नि यहाँ साथीहरू एउटा चाहिँ यता एउटा यतै बगानभित्र त बुढी मान्छेहरूसँग आए पनि यही हो निङ्रो पो टिपिरहेको रहेछ। एकजना यता एकजना यता दुईजना भएर त निङ्रो टिपिरहेको रहेछ। नि घरतिर ठिकै आएको त 200 रुपियाँमा 2टा च्यादर भनेर एकदम उयो गरिरहेको रहेछ बिक्री गरिरहेको रहेछ। अनि यहाँ चाहिँ हामी सबैजना बेलुका त्यही त गरम कस्तो थियो आज त्यही भनेर बाहिर निस्किरहेछ सबैजनालाई। हुन्छ कस्तो लाग्छ मेरो मिनी ब्लग लाइक